हेलो साथीहरू, आज चाहिँ गयौँ हामी चिकन ललिपप खान होटेलमा। हामी यति धेरै जना गइरहेको थियौँ। हेर्नु न, हामी कति मजाले खाइरहेको छौँ, कति मिठो थियो कि ओ माई गड। हजुर पनि खाना नबिर्सिनु होला त्यहाँ गएर। यो चाहिँ 4 नम्बर चोकको टिपटपमा हो। अनि हामी आफ्नो धुनमा खाँदै मजाले इन्जोय गर्दै गरेको थियौँ। अनि यहाँ बहिनीले चाहिँ खाना नजानेर सोधै गरिरहेको थियो। अनि मैले चाहिँ यसलाई यस्तरी खाऊ भन्दै सिकाइरहेको थिएँ। अनि उसले पछि खाइ पनि उति मजाले सिकाइदिइसकेपछि अनि मैले पनि यता खाना लागेँ। अनि त्यसपछि यति मजाले खाइरहेको थियौँ हामीले। अनि यति धेरै रमाइलो पनि भइरहेको थियो। अनि यता हेर्नु, उसले उहाँ टिकटक बनाउँदै एउटाले चाहिँ छोरीलाई खाऊ भन्दा छोरीले खाने नमानेर भागे गरिरहेको थिएँ। अनि म चाहिँ फेरि आफ्नो खाना कन्टिन्यू लागिसकेँ त्यहाँ, किनकि उसले त यति छिटो खाइरहेको थिएँ। हेर्नु न, 3-4वटा त पहिल्यै भइसकेको थिएँ। अनि यो पनि भिडियो बनाउँछु, अनि भिडियो बनाउँदा सिँगे देखाउँछु, यता फेरि अर्कोचोटि देखाउँदा त भइसक्यो के हुन्छ नि यिनले। अब यिनले खाँदै थिएन। अनि यता दिदीले पनि आफ्नो छोरीलाई खुवाइदिनुहुन्थ्यो। हामी चाहिँ यतिजना गइरहेको थियौँ। यो चाहिँ फ्यामिली रेस्टुरेन्ट टाइपको, हजुर पनि गएर भिजिट गर्न नबिर्सिनु होला। अनि यहाँ चाहिँ एउटा नाङ्लो मगाएको थियौँ। अनि त्यहाँ चाहिँ नाङ्लो सँगसँगै एउटा स्प्राइट चाहिँ फ्रीमा थियो। अनि म चाहिँ मलाई चाहिँ यो एकदम मिठो लागेको थियो। यो चिल्ली चिकन भन्ने एकदम मजाले खाइरहेको थियौँ हामीले। ओ माई गड, यिनले चाहिँ हेर्नु न कसरी हड्डी चाटी